नमस्कार। हामी आजको सत्रमा स्थानीय तहको बारेमा विशिष्ट चर्चाहरू गर्नेछौँ। सप्तरी विचार उत्सवको यो सत्रलाई सञ्चालन गर्ने म प्रस्तोता विनय कर्ण, हाम्रो मञ्चासीन अतिथि सहित दर्शक दीर्घा र युट्युब फेसबुक सहित अपन टेलिभिजनबाट प्रत्यक्ष हेरिरहनुभएका सम्पूर्ण दर्शक एवं श्रोतालाई हार्दिक स्वागत गर्दछु। यो सत्रमा हामी स्थानीय सरकार, हाम्रो सबभन्दा नजिकको सरकार, अनि स्थानीय सरकारमा चुनौती र अवसर, हामी यही विषयमा आज छलफल गर्नेछौँ। र यो छलफलमा हाम्रा अतिथिहरू निकै चाहिँ लामो समयदेखि राजनीतिमा लागेका र उहाँहरूको राजनीतिलाई जनताले अनुमोदन पनि गरेका त्यस्ता 3 जना पालिका प्रमुखहरू हामीसँग हुनुहुन्छ। फुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, यसरी नै रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव र बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव। एकदमै ऊर्जावान व्यक्तित्वहरू यो छलफलमा हामीले पाएका छौँ र उहाँहरूसँग स्थानीय तह चुनौती र अवसरको बारेमा हामी संवाद बहस गर्नेछौँ र अलिकति यहाँहरूको बारेमा भनिरहँदा म कार्यक्रमलाई विषयवस्तुमा प्रवेश गर्नु अगाडि केही चाहिँ पृष्ठभूमिको कुराहरू म राख्छु। जब 2046 सालमा नेपालको राजनीतिक सत्ता परिवर्तन भएर नयाँ सत्ता आयो, संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र, त्यति बेला नेपालमा 75 जिल्ला, त्यसमध्येको 70 जिल्ला सबभन्दा बढी स्थानीय तह भएको जिल्ला थियो। 114वटा गाविस र एउटा नगरपालिका, त्यो थियो राजविराज नगरपालिका। त्यसपछिको परिवर्तनपछि फेरि हामी गौरव के विषयमा गर्छौँ भने हामी यही उमेरमा पञ्चायत काल पनि हेरेका छौँ, प्रजातन्त्र काल पनि हेरेका छौँ, लोकतन्त्र, गणतन्त्र र 4वटा संविधान हामी हेरिसकेको अवस्था चाहिँ छ। अब जनताको आँखाबाट हेर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो पहिलो सरकार नै स्थानीय सरकार हो। त्यो चाहिँ अस्पतालको आकस्मिक कक्ष र गाउँपालिका नगरपालिकामा काम गरेका निर्वाचित भएर आउनुभएका जनप्रतिनिधि उस्तै हो। 12 बजे राति, 6 बजे बिहान अथवा टाइम सेड्युल भन्दा बाहिर पनि जनताको सेवा गर्नुपर्ने निकायको रूपमा स्थानीय तह रहेको छ। अब हामीले हेर्नुपर्दा जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन गर्ने निकाय नै स्थानीय तह हो। अरू थोरै पृष्ठभूमितिर जाँदाखेरि नेपालको संविधान 2072 को धारा 306 को उपधारा 1 खण्ड ढ अनुसार स्थानीय तहको परिभाषामा यस संविधान अनुसार स्थापना हुने गाउँपालिका, नगरपालिका र जिल्ला सभा समेतलाई स्थानीय सरकार अन्तर्गत तोकेको अवस्था छ। अहिलेको संघीय संरचनामा 7 प्रदेश अनि 6 महानगरपालिका, 11 उपमहानगरपालिका र 276
नगरपालिका र 460वटा गाउँपालिका गरी कुल 753वटा स्थानीय तह कायम रहेकोमा त्यसमध्ये 18वटा स्थानीय तह हाम्रो सप्तरी जिल्लामा रहेको छ, जसमा 9 नगरपालिका र 9 गाउँपालिका छन्। अब यसरी अहिले पनि हेर्दाखेरि मध्य प्रदेशमा स्थानीय तहको हिसाबले सप्तरी जिल्ला अहिले पनि मलाई लाग्छ ठुलै वाडाको हिसाबले पनि ठुलै रहेको छ। अब यसमा अब हामी यो पृष्ठभूमिबाट कुरा गरिरहँदा अब चाहिँ हामी विषयवस्तुमा चाहिँ प्रवेश गर्छौँ र हाम्रा आजका अतिथिहरूलाई केही कुराबारे म चाहिँ जानकारी दिन चाहन्छु। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र त्यसपछि आएको हाम्रो संविधानले स्थानीय तहका लागि चाहिँ दिएका अवसरहरूको बारेमा थोरै चर्चा गर्छु, बाँकी उहाँहरूबाट नै सुन्छु। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्ने संवैधानिक चाहना व्यक्त गरिएको यो चाहिँ हाम्रो स्थानीय तहको अवसरहरूमध्येको एउटा। अर्को, संविधानमै 3 तहको अस्पष्ट कार्य विवरण तथा साझा अधिकारहरूको स्पष्ट व्यवस्था गरी स्थानीय तहलाई अधिकार सम्पन्न तथा सशक्त बनाइएको यो पनि हाम्रो लागि एउटा अवसर नै हो। सङ्घ तथा प्रदेश सरकारबाट वित्तीय अनुदान, समानीकरण अनुदान, सशर्त अनुदान, सम्पूरक अनुदान तथा विशेष अनुदान प्राप्त गर्न सक्ने व्यवस्था गरिएको यो पनि हाम्रो स्थानीय सरकारको लागि अवसर नै हो। स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा राष्ट्रिय आर्थिक नीति, वस्तु तथा सेवाको ओसार पसार र पुँजी तथा श्रम बजार छिमेकी प्रदेश वा स्थानीय तहलाई प्रतिकूल नहुने गरी कानुन समेत बनाई कर लगाउन सक्ने दिएको अधिकार पनि हाम्रो लागि यो अवसरको रूपमा हो, हाम्रो स्थानीय तहको लागि अवसरकै रूपमा हो। स्थानीय तहका आफ्ना अधिकार क्षेत्रभित्रका नीति, नियम, कानुन, योजना, बजेट निर्माण गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था स्थानीय तहमा हुनु यो पनि एउटा अवसर हो। त्यसपछि प्रशासन सञ्चालनको लागि आवश्यक जनशक्तिको लागि स्थानीय निजामती सेवा तथा अन्य सेवाको गठन समेत गर्न सक्ने अधिकार हामीले स्थानीय तहमा प्राप्त गरिसकेपछि यो पनि हाम्रो लागि ठुलो अवसर नै हो। यसरी नै विकास निर्माणका कार्यहरूमा जनसहभागिता तथा जनचासो बढ्दै जानु र उपभोक्ता समितिहरू मार्फत पनि स्थानीय सरकारले विकासीय कामहरू गर्न पाउनु यो पनि हाम्रो लागि एउटा ठुलो अवसर हो। अनि त्यसपछि अहिले आइटीको जमानामा आइसिटी बेस्ड गभर्नेन्सको कुरालाई प्राथमिकता दिई प्रभावकारी सेवा र सुशासनलाई चाहिँ प्राथमिकतामा राख्नु यो पनि हाम्रो लागि ठुलो अवसर हो। यसरी नै नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका सहितको कानुनी राज्यको अवधारणा स्थानीय तहलाई दिएको यो चाहिँ अन्तिममा मैले भन्नुपर्ने बुन्दामा यो चाहिँ हाम्रो लागि ठुलो अवसर हो। अब कुनै पनि कार्यक्रममा सधैँ चाहिँ नकारात्मकताबाट सुरु गर्नुहुन्न, म पहिला अवसरबाट नै सुरु गरेको हुँ। अब म करिब 3 दशकदेखि राजनीतिमा विद्यार्थी कालदेखि सक्रिय र उहाँलाई चाहिँ 30 वर्षको राजनीतिप्रति जनताले अनुमोदन गरेर पालिका प्रमुखमा चाहिँ निर्वाचन गरेको अवस्था छ। उहाँ हुनुहुन्छ दिनेश कुमार यादव, अध्यक्ष रूपनी गाउँपालिका। म उहाँबाट सुरुवात गर्न चाहन्छु। मैले अवसरको कुराहरू भने, चुनौतीको कुराहरू अहिले बाँकी छ। तपाईँ पालिका प्रमुखमा निर्वाचित भएको करिब 2 वर्ष हुन आँट्यो र सङ्घीय निर्वाचन भएको 7 वर्ष हुन आँट्यो। तपाईँको लागि चाहिँ पालिका प्रमुखको जिम्मेवारी जनताले दिएकोमा तपाईँ आफूलाई कतिको गौरवान्वित महसुस गर्नुभएको छ? धन्यवाद विनयजी। म त 30 वर्षदेखि विद्यार्थी कालदेखि राजनीति गर्दैछु। म चुनाव नजिते पनि म जनताका नोकर भएर सेवा गरिराखेका छौँ र मैले दिन रात जनताको लागि खटिराखेका थिएँ। निर्वाचन सफल भए पनि राजनीतिक व्यक्तिको लागि
चुनाव एउटा पाठ हो र चुनाव कुनै खुसीको विषय होइन, गौरवको विषय पनि होइन। राजनीतिक व्यक्ति चुनाव जित्नु र हार्नु त्यो ठुलो विषय होइन, तर विषय के हो भने राजनीतिक व्यक्तिको जुन दायित्व हुन्छन्, जनताको सेवा गर्नु, जनताको लागि लड्नु, देशको लागि लड्नु, अधिकारको लागि बलिदानी दिनु, यो राजनीतिक व्यक्तिको लागि चुनौती हो। यो राजनीतिक व्यक्तिको लागि ठुलो एउटा सङ्घर्ष हो। त्यस कारणले मैले निर्वाचित भएपछि म आफूलाई गौरववाद होइन, ठुलो खुसी होइन, तर म खुसी यो मानेमा भएछु कि जनताले गोप्य मतदानद्वारा पनि मलाई सम्मान गरिया छ, त्यसको लागि म खुसी छु त्यसमा, र गौरवको विषय त्यो पनि हो। त्यस कारणले राजनीतिक व्यक्ति खुसी र गौरव ठुलो विषय होइन। विनयजी धन्यवाद। अब म हाम्रो जिल्लाको पश्चिम सिमानामा पर्ने हाइवेमा पर्ने र जिल्लामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित महिला नेत्री र अहिलेसम्मको 7 वर्षको अभ्यास हेर्दाखेरि अलिकति 18वटै पालिकामा पनि सबभन्दा कम विवाद र गुनासो सुनिएको पालिका हामीले हेर्दाखेरि त्यो हो सुरुङ्गा नगरपालिका। अब त्यहाँ चाहिँ गत निर्वाचनबाट एउटा महिला नेतृत्वले नेतृत्व गरिरहँदा तपाईले आफ्नो कार्यकारी पदमा पदीय दायित्व निर्वाह गरिरहँदा जनताले तपाईलाई कतिको मान सम्मान गरेका छन् र तपाईले जनतालाई अहिलेसम्म कतिको खुसी पारेर राख्न सक्नु भएको छ? धन्यवाद विनयजी। तपाईले गर्नुभएको प्रश्न खुसी र दुःखसँग सम्बन्धित रह्यो र प्रमुख पदमा बसिरहँदा हामीले प्रयास गर्ने हो कि सबैलाई सुख नै दिने हो, खुसी नै दिने हो। तर एउटा परिवारमा बुवा आमाले आफ्नो छोरा छोरीलाई एकदम अथक प्रयास गरिरहँदा पनि खुसी दिन कतिको सक्नुहुन्छ सक्नुहुन्न भन्ने हामी हेर्छौँ भने म त मेरो पालिकाको 50,000 जनसङ्ख्यालाई म प्रतिनिधित्व गर्छु। त्यसले गर्दाखेरि सदैव मेरो प्रयास खुसी राख्ने नै हुन्छ। तर बदलिदो जुन परिवेश छ अलिकति हामी नकारात्मकतातिर बढी अग्रसर छौँ। त्यसले गर्दाखेरि सकभर हाम्रो प्रयास चाहिँ रहन्छ। अब मूल्याङ्कन गर्ने पाटो चाहिँ यहाँहरूको। हस्, अब म बलानबिहुल गाउँपालिकाका अध्यक्ष, एकदमै युवा, स्वास्थ्य क्षेत्रको पृष्ठभूमिमा काम गरेका व्यक्ति, उहाँलाई जनताले बलानबिहुल गाउँपालिकाको प्रमुखमा निर्वाचित गर्यो। अब म सकारात्मक कुराबाटै सुरुवात गरिरहँदा हामी अहिले चुनौतीमा प्रवेश गरेको छैन, अवसरको मात्र चाहिँ कुरा गरिरहेछौँ। खेमजी, हामीले जुन अहिले हेरिरहेछौँ पालिकाहरूको स्थिति अवस्था, तपाईँ निर्वाचित भएको 2 वर्षमा तपाईले यस्तो कुनै काम मलाई चाहिँ या हाम्रो चाहिँ दर्शक दीर्घलाई चाहिँ भन्नुहोस्, जुन काम तपाईँले गर्नुभयो र त्यो कामले गर्दा तपाईँ र तपाईँको पालिकाको हरेक जनताले चाहिँ भविष्यसम्म पनि गौरवान्वित हुने र महसुस गर्ने छ, त्यस्तो कुनै कामको बारेमा छोटो चर्चा गर्नुहोस् न। धन्यवाद विनयजी। म बलानबिहुल गाउँपालिकामा जनमत पार्टीबाट निर्वाचित हुने बित्तिकै मैले जनताको काम कारबाहीदेखि लिएर
जनताको सेवा गर्ने जुन अवसर जनताले दिनुभयो त्यसको लागि म यो मञ्चबाट बलानबिलवासीलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। वास्तवमा मैले नमुना कार्यहरू तपाईँलाई भन्न गइरहेको छु। सप्तरी जिल्लामा खाद्य बैंक कुनै पालिकामा छैन, फुड बैंक, जुन कि पोषणको लागि र विपद व्यवस्थापनको लागि दुईटै कार्यको लागि यो जिल्लामा नभएको कुरा मैले एउटा फुड बैंक आफ्नो 2 वर्षको कार्यकालमा स्थापना गरेर अहिले पालिकालाई कुपोषण मुक्त गर्नको निमित्त त्यो फुड बैंकबाट मैले त्यहाँ पौष्टिक आहारहरू पदार्थहरू वितरण गर्ने कार्य सुरु गरिसकेको छु। नम्बर 1। नम्बर 2, मैले आफ्नै हातबाट 2 वर्षभित्रमा मेडिकल प्राविधिक क्याम्पसको उद्घाटन भर्खरै गरेर अगाडि बढाइसकेको अवस्था छ। त्यसमा खास गरेर हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसी दुईटा चाहिँ कलेज जनताले त्यहाँ पाएको छ र अर्को चाहिँ एउटा प्राविधिक शिक्षालाई अझै जुन कि डिप्लोमा इन सिभिल इन्जिनियरिङ 3 वर्षीय कोर्स सुचारू गरिसकेको अवस्था छ। 1 वर्षभित्रै मैले सुचारू गरिसकेँ र अर्को चाहिँ आइएससिएजी बाली विज्ञानको कोर्स शिक्षा क्षेत्रमा जनतालाई अहिले भर्खरै 2 वर्षको कार्यकालमा मैले दिइसकेको अवस्था छ र अर्को एउटा क्याम्पस फोरेस्ट्रीको पनि बनाउन मैले लागिरहेको छु, जो कि शिक्षा क्षेत्रमा यो चाहिँ यादगार 2 वर्षमा गर्ने मेरो महत्त्वपूर्ण योजना शैक्षिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा मैले गर्ने एउटा हस्पिटलको शिलान्यास गरेको 1 वर्षमै झन्डै दोस्रो तल्ला हस्पिटलको बिल्डिङ ढलान भइरहेको अवस्था छ र अब आउने 1 वर्षभित्र नै मैले त्यहाँ 15 बेडको सुविधा सम्पन्न अस्पताल चाहिँ अब सुचारू गरेर जनतालाई सेवा दिने लक्ष्य मैले लिएको छु र अरू कार्यहरू धेरै जस्ता यस्ता कार्यहरू छन् जुन कि सडकका कार्यहरू अनि अन्य क्षेत्रमा टेक्नोलोजी फ्री वाइफाई जोन मेरो पालिकामा जुनसुकै ठाउँमा तपाईँ जुनसुकै चोकमा गएर बस्नु होला, वाइफाई अन राख्नु होला, आफै कनेक्सन हुन्छ र 24 घण्टा त्यो चल्छ। डिजिटल बलानबिहुल बनाउन खोजेको छु, त्यो पनि 2 वर्षको उपलब्धि कार्य हो मेरो। धन्यवाद खेमजी। अब म रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशजी कहाँ आउन चाहन्छु। मैले सुरुमै स्थानीय तहको अवसरहरूको बुन्दा प्रस्तुत गरिरहँदा म त्यसमा सबभन्दा तल्लो बुन्दाबाट आउन चाहन्छु। नागरिक स्वतन्त्रता, मानवाधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणा, यो अवसर जुन स्थानीय तहले प्राप्त गरेको छ, अलिकति भन्नुपर्दा मध्य प्रदेशमै वीरगञ्ज बाहेक अर्को कुनै पनि पालिकाले अहिलेसम्म सञ्चार ऐनसम्म बनाउन सकेको छैन र यहाँ चाहिँ अवसरमा प्रेस स्वतन्त्रताको कुरा उल्लेख छ। तर सप्तरी जिल्लाको 18 पालिका मध्ये एउटा पनि पालिकाले प्रेस स्वतन्त्रता कायम राख्न र आफ्नो पालिकामा सञ्चार जगतको उपस्थितिलाई सुरक्षित बनाउन ऐनसम्म बनाउन सकेको छैन। भनेको अर्थ तपाईहरुले यो अवसरलाई त उपयोग गर्नु भएको छ त दिनेशजी? यो सञ्चार ऐन जुन कानुन छ हाम्रो पालिकामा पनि धेरै जसो बनिया छैन, वास्तवमा हो। तर यो बीचमा हामीले आउने अब सभामा हाम्रा धेरै ऐन कानुनहरू पनि राखिया छन्। त्यो ऐन कानुन हामी बनाउन गइराखेका छौँ। अब र यो प्रदेश सरकार र सङ्घीय सरकारले जुन ऐन कानुन बनाउनु भएको छ त्यो टेकेर स्थानीय सरकारले बनाउन भन्न गइराखेको हुनाले अब यो ऐनहरू बाजिने स्थितिमा छन्। अब प्रदेश सरकारले आफ्ना ऐन बनाएर जनताको बीचमा स्थानीय सरकारलाई नदिएसम्म हाम्रो ऐन बनाउन अप्ठ्यारो छन्। त्यस कारणले अब जस्तै शिक्षा, स्वास्थ्य र तपाईँको सञ्चारकर्मीहरूको ऐन पनि अप्ठ्यारोकै स्थितिमा छन्। तर यो बीचमा हामी पहल गरेर बनाउने प्रयासमा छौँ। धन्यवाद। अब म सुरुङ्गासँग आउन चाहन्छु। सुरुङ्गा नगरपालिका पनि हाम्रो जिल्लामा होइन
प्रदेशमै पहिलो पटक बाल विवाह मुक्त नगरपालिका घोषणा भएको हामीलाई स्मरण छ। त्यसरी नै अरू अब अहिले चाहिँ केही दिन अगाडि मैले हेरेका थिएँ वेबसाइटमा एउटा राम्रो चाहिँ बालिकाको सन्दर्भमा बालिकालाई चाहिँ कसरी समावेशी गर्ने त्यसको शिक्षा सञ्जाल सम्बन्धी ऐन पनि 70 मलाई लाग्छ सुरङ्गा नगरपालिकाले मात्रै अहिलेसम्म बनाएर जारी गरेको स्थिति छ। यसरी म प्रश्न राखेँ प्रमुखजीलाई, तपाईँले यो अवसरको कुरा मैले गरिरहँदा तपाईँको पालिकामा तपाईँले चाहिँ योजना तर्जुमा, कानुन, बजेट निर्माण मात्रै गरेर के कुराहरू चाहिँ अहिलेसम्म कार्यान्वयन गर्नुभयो र त्यसले चाहिँ सकारात्मक परिणाम दियो, त्यो कुराहरू अलिकति संक्षिप्तमा चाहिँ बताइदिनुहोस् न। धन्यवाद। सर्वप्रथम यहाँलाई धन्यवाद दिन चाहन्छु कि सुरुङ्गा नगरपालिका मध्य प्रदेशमै 136 वटा पालिकामै पहिलो पालिका हो जसले चाहिँ आफूलाई बाल विवाह मुक्त नगरपालिका घोषणा गर्न सकेको छ। यो कुरालाई पनि उद्घोष गरिदिनु भएकोमा र हाम्रा सहकर्मी साथीहरूले योजनाको विषयमा भनिरहँदाखेरि म चाहिँ अलिक फरक ढङ्गबाट यहाँलाई जानकारी गराउन चाहन्छु कि हामीले बजेट माग गरिरहँदा, बजेटको विषयमा छलफल गरिरहँदा सबैलाई बाटो चाहिन्छ, सार्वजनिक भवन चाहिन्छ, नाला चाहिन्छ, तर टोलमा रहेको स्कुलको लागि बजेट कसैलाई चाहिँदैन। वडामा रहेको स्वास्थ्य चौकी भवनको लागि बजेट कसैलाई चाहिँदैन। युवाहरू अहिले जो दुर्व्यसनीमा लागिरहेका छन् उनीहरूलाई सपार्नको लागि बजेट कसैलाई चाहिँदैन। महिलामाथि जुन हिंसा भइरहेको छ त्यो हिंसालाई न्यूनीकरण गर्नको लागि बजेट कसैलाई चाहिँदैन। त्यसैले फरक ढङ्गले हामीले एउटा असल समाजको, समृद्ध समाजको सुशासन पनि कायम गर्न चाहन्छौँ भने हामीले फरक ढङ्गबाट गएर बजेट विनियोजन गर्नेतिर हामीले प्रयास गर्छौँ। जस तहत हामीले टोलमा सबैलाई आम भेला गर्छौँ र कसलाई के आवश्यकता छ र नगरपालिकाले के गर्न सक्छ, आवश्यकताको आधारमा तपाईँहरू भन्नुहुन्छ भने मलाई लाग्दैन 18 वटा पालिकामा कसैले पनि पिरियोडिक प्लान, आवधिक योजना चाहिँ कसैले बनाएको होला। तर सुरुङ्गा नगरपालिका ढिलै भए पनि हामीले चाहिँ पिरियोडिक प्लान बनाइसकेका छौँ र त्यही पिरियोडिक प्लानकै आधारमा, आवश्यकताको आधारमा हामीले चाहिँ अबको आउने नीति तथा कार्यक्रम र योजनाहरू चाहिँ बनाउनेछौँ। अब म बलान बिहुलतिर फर्किन चाहेको छु। अहिले सरकार 3 तहको छ, त्यसमध्ये सङ्घीय सरकारको लक्ष्य भनेको के हो कि बिस्तारै बिस्तारै स्थानीय तहहरू आफैमा सबल चाहिँ बन्नु र यो सङ्घीय सरकारको भरमा चाहिँ बसेर स्थानीय सरकार लगभग नचल्ने गरी नै कन्सेप्ट चाहिँ ल्याएर यो हाम्रो देशमा 3 तहको सरकार बनेको हो। यस अन्तर्गत खेमजी, तपाईँहरूलाई चाहिँ यो चाहिँ पक्कै पनि थाहा होला कि कुनै पनि योजना, कुनै पनि कामको एउटा मास्टर प्लान हुन्छ। तपाईँहरू नेतृत्वमा आइसकेपछि आफ्नो गाउँपालिकालाई तपाईँको पदावधि 5 वर्ष हो, त्यो 5 वर्षमा एउटा राम्रो, 2टा राम्रो काम गरेर जाने र बाँकी चाहिँ आउने जनप्रतिनिधिको लागि पनि एउटा बेस बनाएर जाने, त्यसरी मास्टर प्लान गरेर अथवा वार्षिक पञ्चवर्षीय क्यालेन्डर निर्माण गरेर तपाईँहरूले अहिलेसम्म के योजना बनाउनु भएको छ? धन्यवाद। नेपालमा यो 2072 मा जब संविधान निर्माण भइसकेपछि स्थानीय तहको जब परिभाषाका कुराहरू आए, खास गरेर गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई नै स्थानीय तह भनेर सम्बोधन गरेका छन् र वास्तवमा भने स्थानीय तहलाई र प्रदेश र सङ्घ गरी 3 तहका सरकारहरू, कार्यपालिकाहरू 3 तहमा व्यवस्था अनुसार छन् र 3 तहका सरकारहरू समन्वय, सहकार्य र सहअस्तित्वले चलिराख्ने भने संविधानमा यथेष्ट व्यवस्था छ र अहिलेसम्म
जुन एउटा सङ्घ र प्रदेश र स्थानीय तहबीच एउटा अहिले तपाईँ हेर्दै हुनुहुन्छ, अहिले 5 जना एकाउन्टेन्टले हाम्रो जिल्लालाई थेगिरहेको अवस्था छ। किन भयो यस्तो त? कर्मचारी ऐन नआएर समस्या आएको। अहिले चाहिँ धेरै जसो कर्मचारीलाई हामीले सर्वा गर्न अथवा कर्मचारीको इच्छा पनि जान भयो भने त्यो ऐन चाहिँ नआउँदाखेरि एउटा काम चाहिँ समस्या स्थानीय तहहरूमा भइरहेको अवस्था छ। अर्को चाहिँ के समस्या छ भने अहिले तपाईँ प्रत्येक स्थानीय तहमा हामीलाई सरकार जब हाम्रो भइसकेपछि, स्थानीय तहको जब संविधानले स्थानीय तह सरकार हो भने प्रमाणित गरिसकेपछि, जनताको म्यान्डेट अनुसार जब संविधानले ग्यारेन्टी गरिसकेपछि अब हामीलाई के छ भने स्थानीय तहलाई हुक लगाउने कार्य सङ्घले अझै गरिरहेको अवस्था छ। के छ भने हाम्रोले प्रमुख प्रशासकीय अधिकृत हाम्रो पालिकामा काम गर्ने, तर नीति निर्देशन चाहिँ सँगसँग हुने, उसलाई सञ्चालन व्यवस्थापनदेखि लिएर सबै कार्य प्रमुख प्रशासकीय अधिकृतको सङ्घीय सरकारले गर्ने भनेपछि अहिले हामी श्वेत सरकार, संविधानले त श्वेत बनाएको स्थानीय तहलाई नै हामी श्वेत भएर पनि कतै न कतै सङ्घीयतामाथि नै हुकहरू अङ्कुशहरू सङ्घीय सरकारले अथवा प्रदेश सरकारले त के भनौँ र, प्रदेश सरकारलाई बिचारा भन्नुपर्छ। अहिलेको अवस्थामा न त उसँग हामीसँग त नगर प्रहरी राख्ने एउटा ऊ छ, तर प्रदेश सरकारसँग एउटा प्रहरी राख्ने पनि कुनै ऐन विनियम छैन र समायोजन भएको छैन भनेपछि सङ्घीय सरकारले अझै सङ्घीयतालाई अझै पूर्ण रूपमा, सङ्घीयता आएर त अहिले विकास भएको र ग्रामीणमा हेर्नुहोस्, अहिले 7 वर्षमा जति विकास भएछ ग्रामीण भेगमा त्यो चाहिँ विगत 50औं वर्षमा विकास भएको थिएन। त्यो त यथार्थ कुरा हो नि। सङ्घीयतामाथि नै जनताको विश्वास गुम्ने किसिमका रणनीतिहरू अहिले चाहिँ कतैबाट रणनीतिहरू बन्दै गएको र सङ्घीयतालाई नै धरापमा पार्ने जुन एउटा पक्ष लागि परेका छन्, त्यसलाई बचाउँदै हामीले सङ्घीयतालाई, जनतालाई विश्वासमा लिँदै सङ्घीयताले मात्रै विकास र समृद्धि सम्भव छ, यसलाई टिकाएर लानुपर्छ। सङ्घीयता अहिले त एउटा न्युनेट बेबी जस्तो छ, एउटा नवजात शिशुलाई कसरी अगाडि बढाउनु पर्छ भनेर अहिले सङ्घीयतालाई बचाउनु प्रमुख उद्देश्य राजनीतिक कर्मीहरूको र नेतृत्ववर्गको त्यही हुन जान्छ। हामीले अब 2 वर्षसम्म सत्ता सञ्चालन गर्दाखेरि त्यहाँनिर वास्तवमा योजनाहरू, हामी आधारित योजनाहरू, प्लानहरू, हामीसँग बेरोजगारी समस्या प्रमुख समस्या देखा परेको छन्। बेरोजगार समस्यालाई अन्त गर्नको लागि आदरणीय हाम्रा जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रौतले पनि भन्नुभएछ 10 लाख रोजगारको जुन कुरा गर्दै हुनुहुन्थ्यो। वास्तवमा इन्डस्ट्रिजहरू, फ्याक्ट्रीहरू वास्तवमा मधेसमा आवश्यक छ। त्यो इन्डस्ट्रिजको लागि हामी लामो एउटा आधारित प्लान राखेर, लामो 5 वर्षीय 10 वर्षीय प्लान राखेर कमसेकम इन्डस्ट्रिजहरू हामीले उद्योग स्थापना गरौँ। त्यसको लागि अब हामी गृह कार्य थालेका छौँ र जबसम्म मधेसमा इन्डस्ट्रिजहरू राम्रो फस्टाउँदैन तबसम्म यहाँका युवाहरू खाडीबाट फर्किँदैन। खाडीबाट युवालाई फर्काउनको लागि, यहाँ आत्मनिर्भर बनाउनको लागि एउटा प्राविधिकमय उद्योगहरू, धन्दाहरू, कारखानाहरू सञ्चालन गर्ने लक्ष्य मेरो पालिकाले पनि यो लक्ष्यको आधारमा अगाडि बढिरहेको छ र मलाई लाग्छ म आफ्नै कार्यकालमा एउटा उद्योग कमसेकम आफ्नो पालिकामा बनाएर केही 200-400-500 जनाको रोजगारको अवस्था सिर्जना गर्छु भने मैले विश्वास लिएको छु। त्यसमा आदरणीय हाम्रा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सीके रौत पनि त्यही हामीलाई भिजन दिनुभएको छ र अहिले हाम्रो प्रदेश सरकार पनि हाम्रै नेतृत्वमा हुँदा यो कार्य हामी सम्भव छ भन्ने कुरा प्रत्येक अब विद्युतीकरणकै कुराहरू अहिले प्रत्येक पालिकामा नै हाम्रा नीति कार्यक्रममा आउँदैछन्। अब 1 करोड रुपियाँ प्रत्येक पालिकामा विद्युतीकरणमा गइसकेपछि लगभग केही किसानहरूलाई, कृषक क्षेत्रमा पनि केही अब हदसम्म विद्युतीकरणको समस्या समाधान हुने विश्वास लिएको छ र विभिन्न क्षेत्रमा अहिले नीति कार्यक्रमहरू जुन जनमत पार्टीले ल्याएका छन् त्यो अनुसार यदि यो 4 वर्ष जनमत पार्टीको सरकार यदि यस्तै गरी गयो भने मधेस समृद्ध बन्छ भन्ने कुरा हामीलाई विश्वास छ र जनतालाई पनि विश्वास हुनेछ। दिनेशजी, तपाईँको कार्यकालमा परेको पालिका हो। रूपनी पालिकामा
किसानहरूको लागि हामीले निर्वाचित हुने बित्तिकै सबभन्दा पहिले किसानको समस्यालाई मध्यनजर राखेर सम्पूर्ण किसानको सिँचाइ मिटर निशुल्क गरे। 2 नम्बर प्रदेशकै सायद मलाई लाग्छ 2 नम्बरमा होला, मध्य प्रदेशको 2 नम्बरमा होला कि मैले प्रथम किसानलाई सिँचाइ मिटर निशुल्क गरे। र यो हाम्रो यथा बरकरार रहनेछन्, कुनै किसिमको बाधा अडचन हुनेवाला छैन। अर्को कुरा, किसानको खेतमा पानीको धेरै अभाव भएको हुनाले हामी निर्वाचित हुने बित्तिकै गौरवमै किसानको लागि योजना ल्याए। 2 करोड रुपैयाँ आज त प्रदेश सरकारले सोच्दैछन् जनमत पार्टीले, तर मैले निर्वाचित हुने बित्तिकै 2 करोड रुपैयाँ छुट्याएर तार र पोल ट्रान्सफर्मर हरेक किसानको खेतमा जाओस् भनेर धारणा ल्याएर म अगाडि बढाइसकेका छौँ। त्यसपछि किसानलाई मलखाद, नेपाल सरकारले दिने मलखाद पालिकाको सङ्घर्ष गरेर हामी 18 पालिकाले हरेक किसानको खेतमा, ठुला साना किसान होइन, हरेक किसानको खेतमा मलखाद व्यवस्थापन होस् भन्ने नीति लिएर अगाडि बढेका छौँ। त्यति मात्र होइन, उन्नत जातका बिउ बिजन, धानको बिउ बिजन, गेहुँको बिउ बिजन, तरकारीको बिउ बिजन किसानको लागि मैले नीति ल्याएर अगाडि बढेका छौँ। किसानको घरमा भएका पशुको लागि उहाँलाई खुवाउने दाना, मल, तागतका पोसिलो खुवाउने कुराहरूको लागि मेसिन व्यवस्था गरेर, बाँटिने कट्टर मेसिन व्यवस्थापन गरेर बाँड्दै गइरहेका छौँ। त्यसपछि किसानको लागि खेतमा तरकारी खेती र अन्न राम्रो व्यवस्थापन होस्, पम्पको पनि व्यवस्था गरेका छु। यो किसानको सन्दर्भमा भयो। रूपनी पालिका किसान प्रधान पालिका भएको हुनाले किसानको लागि हामी, अनि नयाँ कुरो, हाम्रो बजेट हरेक वार्डमा 10 लाखदेखि 5 लाखसम्म मेरो नीति छन्। हरेक किसानको खेतमा बोर्डिङको व्यवस्थापन होस्। हामी 60 लाख व्यवस्थापन गरेर निर्वाचित हुने बित्तिकै हरेक किसानको खेतमा 2 इन्ची, 3 इन्ची, 4 इन्ची बोर्डिङको पनि म व्यवस्थापन गर्न गइराखेको छु। यो हाम्रो कृषिको कार्य सुचारू छन्, जारी छन्। अब रह्यो तपाईँको शिक्षामा, योभन्दा पहिले म शिक्षाको सेसन पनि हेरेँ। हाम्रा रूपनी पालिका होइन, मध्य प्रदेशमा शिक्षाको समस्या जटिल छन् र शिक्षाको समस्यालाई राम्रो बनाउन हामी पालिकाले नीति ल्याइसकेका छौँ। सबभन्दा पहिले स्वच्छ, इमान्दार, अनुशासित, योग्य टिचरको निर्माण गर्नुपर्छ। स्कुलमा जबसम्म योग्य टिचरको हामीले निर्माण गर्न सकेनौँ, योग्य टिचर भर्ना गर्न सकेनौँ भने शिक्षाको गुणस्तर बढ्दैन। रूपनी पालिकाले गर्न लागेको कार्यको बारेमा विनयजी राम्ररी सुनिदिनुपर्छ। शिक्षाको बारेमा नेपालका प्रथम नीति लिएर मैले शिक्षक भर्ना कार्य जारी गरेका छौँ। त्यो तपाईँ पारदर्शी रूपमा हेर्नुभएछ र त्यो शिक्षक योग्य भर्ना गर्नुपर्छ। बच्चाहरू स्कुल टाइममा जानुपर्छ, बच्चाहरू घरमा पनि पढ्नुपर्छ। शिक्षामा हामी अहिले हामीले जुन पालिकामा चुनौती र अवसरको विषयमा कुरा गर्दैछौँ, पालिकामा नीति ल्याएछु, त्यो नीतिको हामीले गर्न सक्ने कार्यको बारेमा म जानकारी गराउँदैछु। तपाईँको जुन प्रश्न हो त्यो बारेमा हामी जानकारी गराउँदैछु विनयजी। त्यस कारणले शिक्षा, स्वास्थ्य, कृषि र विकासको पूर्वाधारको बारेमा पनि हाम्रो आफ्नो बेग्लै नीति छन्। पूर्वाधारका बारेमा रूपनी पालिकाले निर्णय लिइसकेका छन्। हरेक बाटोलाई ठोस काम गर्ने, ढलाइ गर्ने, पिच गर्ने नीति छन्। माटो ग्राभल नगर्ने। मैले विकासको कुरो गरेका छैन अहिले अध्यक्षज्यू, म चुनौती र अवसरको चाहिँ
खोजी गरिरहेको छु यहाँहरू मार्फत। ल तपाईँलाई मैले एउटा चाहिँ अझै विषय तपाईँसँग जोडेँ। आषाढ 10 गते भित्र प्रत्येक पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, आषाढ मसान्तभित्र बजेटको सत्र सकाउने र आर्थिक वर्ष नयाँ आएको 7 दिनभित्र अख्तियारी दिएर पालिकाको दैनिक कामकाजहरू सबै सुचारू गर्ने भने कानुनी व्यवस्था रहेकोमा सप्तरी जिल्लाको अधिकांश पालिकाले समयमा नीति कार्यक्रम ल्याउन नसक्नु, त्यसमा तपाईँको पनि पालिका पर्छ, अनि बजेट पनि ल्याउन नसक्नु र जिल्लाको अधिकांश पालिकाहरूमा तलब खानको लागि दसैँ तिहारमा कर्मचारीले चाहिँ आन्दोलन मात्र होइन मुद्दासम्म गर्नु पर्ने जुन स्थिति आएको छ, यो तपाईँहरूको असफलता होइन र? विनयजी, तपाईँले भन्नु भएको कुरा वास्तवमा राम्रो हो। हामी पनि समयमा एकचोटि अगाडि साल नीति ल्याउन सकेका छैनौँ, बजेट सञ्चालन गरेका छैनौँ, तलब खुवाउन वास्तवमा समस्या भएको थियो। आफ्नो गल्तीलाई स्वीकारिनै पर्छ, त्यो कुनै ठुलो कुरो होइन। तर यो हाम्रा केही परिस्थिति थियो, सायद त्यो कुरो तपाईँहरूलाई पनि जानकारी होला। यसो हुनुको प्रमुख कारण के हो त? अब त्यो कुरालाई हामी सच्याएर आउने दिनमा यस्ता घटना हामीसँग दोहोरिनेवाला छैन। आउने दिनमा हामी 10 गतेभन्दा पहिले सभा नीति तथा कार्यक्रम ल्याएर अगाडि बढ्नेछौँ, सङ्कल्प ल्याएका छौँ। यो त्रुटि अब सायद हुने छैन, सच्याएर हामी बढ्छौँ। त्यस कारणले तपाईँहरू यो कुरो जुन भन्नुभयो यो वास्तवमा सुधारेर हामी अगाडि बढ्छौँ। अब यो कुरो हाम्रो लागि चुनौती हो, अब हामी यसलाई सुधारेर गइराखेका छौँ। अहिले राजनीतिक वृत्तको विभिन्न मञ्चहरूमा सुन्दाखेरि हाम्रो केन्द्र प्रदेश स्तरका नेताहरू जब मञ्चमा आउनुहुन्छ उहाँहरू के भन्नुहुन्छ भने स्थानीय सरकारलाई अझै अधिकार दिनुपर्छ, अझै बलियो बनाउनु पर्छ, अधिकार सम्पन्न बनाउनु पर्छ। तर हामीले हेरेको स्थिति के हो भने अहिलेसम्म स्थानीय सरकारले पाएको अधिकार समेतलाई उपयोग गर्न सकेको छैन र अझै थप बलियो, अझै थप अधिकार दियो भने के त्यो अधिकारलाई स्थानीय सरकार उपयोग र उपभोग गर्न सक्षम छ? गीताजी, धन्यवाद। सङ्घ सरकार र प्रदेश सरकारले भन्छ कि स्थानीय तहलाई अझै अधिकार दिनुपर्छ। अधिकार त दिएको छ, स्रोत कहाँ छ? प्रमुखको पहिलो अधिकारमा नगर प्रहरी पर्छ। सुशासन र सुरक्षाको कुरा गर्नुभयो। प्रमुखले नगर प्रहरी राख्न सक्छ, पाउँछ, तर स्रोत खै। हरेक पालिकासँग स्थानीय स्रोत साधन छैन नि, तर सुरक्षा त चाहिन्छ। अनि नगर प्रहरी कसरी राख्ने? अधिकार त दियो, तर त्यसलाई कार्यान्वयन कसरी गर्ने? र रिमोटको भरमा जुन कुनै पार्टीको अध्यक्षज्यूले हरेक पालिकामा अस्पताल हुनुपर्छ भनेर 300 भन्दा माथिको नगर अस्पताल, पालिका अस्पताल भनेर रिमोटको भरमा शिलान्यास गरियो। आज त्यसको अवस्था कहाँ छ? के छ? शिलान्यास गरियो, त्यहाँ क्राइटेरिया तोकियो 18 करोड भन्दा माथि तपाईले खर्च गर्न पाउनुहुन्न। तर पालिकाहरूले त्यो 15 बेडको अस्पताल सुरुवात गरे। कुनै पालिकाले 20 करोड, 25 करोड, 30 करोड सम्मको डीपीआर गरेर नगर अस्पताल सञ्चालन गरेका छन्। तर सङ्घले त 18 करोड मात्रै दिन्छ। ठेक्का लागेको छ 30 करोडमा। अब उसले 12 करोड कहाँबाट ल्याउँछ? र त्यसमा दरबन्दीको कुरा छ। तपाईको 3 दर्जन भन्दा बढी कर्मचारीको त्यहाँ दरबन्दी छ। त्यो व्यवस्थापन पालिकाले गर्नुपर्ने छ। स्थानीय तहलाई अधिकार त दिइयो, तर अधिकार प्रयोजन गर्ने स्रोत साधन खै त? कहाँ छ? त्यसले गर्दाखेरि यो राम्रो कुरा हो कि सङ्घ प्रदेशले भन्छ कि अझै स्थानीयलाई अधिकार दिनुपर्छ। त्यो दिएको छ, तर कार्यान्वयनको पाटो चाहिँ
फितलो छ। त्यसले गर्दाखेरि अधिकार दिँदै गर्दाखेरि जुन अघि मैले जोड्न चाहेँ कि शिक्षासँग सम्बन्धित सुरुङ्गा नगरपालिकाले शिक्षा ऐन ल्याएको छ र सुरुङ्गा नगरपालिकाले आफ्नो कर्मचारीलाई नगरपालिका भित्रको कर्मचारीलाई एउटा वडादेखि अर्को वडामा सरुवा गर्न सक्छ। तर यही अन्य सहकर्मीहरू हुनुहुन्छ के उहाँहरूले सक्नुहुन्न नि। एउटा पनि कर्मचारी सरुवा गर्ने बित्तिकै सिधै उच्च अदालत पुर्याइदिन्छ। स्वास्थ्य कर्मीहरूको त्यही हालत छ। एउटा स्वास्थ्य कर्मीलाई एउटा वडाबाट अर्को वडामा पठायो भने सिधै उच्च अदालत पुर्याउँछ। त्यसले गर्दाखेरि सङ्घ र प्रदेशलाई टेकेर हामीले कार्यविधि बनाउनु पर्छ। तर सुरुङ्गा नगरपालिकाले कार्यविधि बनाएको छ, ऐन बनाएको छ, जसले गर्दाखेरि हामी यी तह तब्काका कर्मचारीलाई चाहिँ हामीले यता र उता चाहिँ सरुवा चाहिँ गर्न सक्छौँ। खेमजी, उहाँले चाहिँ अधिकार र चाहिँ बजेटको पनि कुरा थोरै राख्नुभयो। यदि तपाईँ पालिकामा स्वायत्ता खोज्नुहुन्छ भने सङ्घीय बजेटकै भरमा पालिका चलाउनु भनेको उसकै चाहिँ सङ्घकै एउटा उपशाखा जस्तो भनेर बस्नु जस्तै हो। तर सङ्घीय सरकारको नीतिमा पालिकाहरूलाई अलिकति आफ्नो आय आर्जन पनि बढाउन अधिकार समेत प्रदान गरेको स्थिति छ। र अहिले जति लोड अथवा भनौँ जति अधिकार पालिकालाई दिएको छ, के तपाईँहरू त्यति अधिकारलाई प्रयोग गरेर पालिका चलाइराख्नु भएको अवस्था छ? यो प्रश्नलाई धन्यवाद। वास्तवमा अधिकार सम्पन्न जुन कुरा छ, अधिकार अझै थप अधिकार दिएर सम्पन्न बनाउनु पर्छ, अधिकार सम्पन्न बनाउनु पर्छ। वास्तवमा अधिकार सम्पन्न बनाउने भनेको स्थानीय तहलाई नै हो। स्थानीय तह भनेको गाउँघरको सरकार, जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाएन भने सधैँ काठमाडौँ पहिला जस्तै हुने खाने अथवा ठाठाबाठाहरू काठमाडौँ पुगेर पनि काम गराएर आउने, निमुखा जनता बिचरा गरिब दलित निमुखा महिला किसान यी यति पछाडि परिएका वर्गहरूको नेतृत्व अहिले स्थानीय सरकारले त गरिरहेको अवस्था छ। प्रत्येक गाउँ गाउँमा सिंहदरबार जुन एउटा परिकल्पना गरे जुन संविधानमा व्यवस्था भएका छन्, वास्तवमा अहिले निमुखा र पछाडि परिएका वर्गहरूको स्तम्भको रूपमा स्थानीय सरकार त आएको हो नि। सिंहदरबारमा जाने त्यहाँसम्म पस्ने सबै प्राय जिल्लाका 5% जनताका पनि त्यहाँसम्म चाहिँ पहुँच चाहिँ थिएन होला। आज वास्तवमा अधिकारहरू बाँडफाँड भएर जुन एउटा स्थानीय तहमा आएका छन्, यसले गर्दाखेरि जनतालाई सिंहदरबारको सरकार भनेर महसुस वास्तवमा कार्य सञ्चालन दैनिकीमा भइरहेको छ। मैले आफ्नै पालिकामा मैले 138 जनालाई 2 वर्षमा रोजगारी दिएको छु। चाहे ऊ नगर प्रहरीमा होस्, चाहे विभिन्न कार्यालयका सञ्चालनका सवालमा होस्, विभिन्न क्षेत्रमा तोकेर 138 जनालाई 2 वर्षमा मैले रोजगारीको व्यवस्थापन गरेको छु, मिलाएको छु। अब बजेटको कुरा गर्नुहुन्छ। बजेट भनेको हामीलाई राजस्व बाँडफाँडको बजेट हैन। सङ्घीय सरकारले आखिर बजेट दिने भनेको त त्यही बजेट हाम्रै जनताको उठाएको करको बजेट न दिने हो। उसले त त्यहाँबाट हामीलाई फालेर आशीर्वाद दिएको त होइन। हामी त्यही बजेटलाई त उपयोग गरेका हौँ। भनेपछि हामीले अझै सम्भावनाहरू, हामीसँग भएका नदी नालाहरू, हाम्रो चुरेहरू यी चाहिँ स्थानीय तहमा आउनुपर्छ। भन्सारलाई स्थानीय तहमा अथवा प्रदेशमा ल्याउनु पर्छ। अहिले जुन सङ्घले हामीलाई दोहन गरिरहेको छ, त्यो सङ्घमा या त प्रदेशलाई दिनुपर्छ या त जुन स्थानीय तहमा जुन पर्सेन्टको जुन दायरा छ, त्यो स्थानीय भन्सारको पर्सेन्टको दायरालाई अझै बढाएर हामीलाई यदि त्यो बाँडफाँड सही ढङ्गले गर्यो भने स्थानीय सरकार सञ्चालन गर्न हामी आफै सक्छौँ। सङ्घको भरमा हामी चाहिँ यदि हामी आफै व्यवस्थापन गर्न सक्षम हुन्छौँ, किनभने हामीसँग सम्भावनाहरू धेरै छन्। अहिले एनजिओहरूले जुन हाम्रो राष्ट्रमा, तपाईँ उदाहरण एउटा लिनुहोस्, एनजिओले के गर्छन्, एनजिओले उताबाट ल्याएर हामीलाई पैसा दिए जस्तो चलाइदिए जस्तो गर्छन्। तर वास्तवमा भने एनजिओहरू यदि हाम्रै नेपालीको पौरखले सबै सम्भव छ। एनजिओहरूले हामीलाई बानी बिगारिदिएको छ। यहाँ उनीहरू सबै आएर नेपालीको बानी बिगारिदिएको छ। त्यही भएर हामी सङ्घीय भरमा होइन, हामी स्थानीय स्रोत साधन खोज्नको लागि, सम्भावना खोज्नको लागि तयार छौँ। र सङ्घीय सरकार
प्रदेश सरकार र स्थानीय सरकार तिनै सरकार समन्वय सहकार्य अस्तित्वको भावनामा चलाउने हिम्मत राख्न सक्नु पर्दछ र यसरी बाँडफाँड चाहिँ तिनै तहमा भयो भने स्थानीय र प्रदेश सरकारहरू आरामले आफ्नो आफ्नो स्वेच्छामा चल्न सक्छन् भन्ने मैले विश्वास लिएको छु। दिनेशजी, समग्रतामा भन्नुपर्दा सप्तरी जिल्लाको स्थानीय सरकारको अवस्थाहरू हेर्दा समयमा विकासीय कामहरू सम्पन्न हुन नसकेको, बेरुजु रकममा वृद्धि हुँदै गएको र भ्रष्टाचारको सिलसिलामा त टप नै हो सप्तरी जिल्ला अख्तियारमा। यी अवस्थाहरूलाई हेर्दाखेरि के यस्तो अवस्थाबाट स्थानीय सरकारको काम कारबारले जनता सन्तुष्ट हुन सक्छन् तपाईँको विचारमा? समयमा बजेट नसकिनु तर अहिले जुन स्थानीय सरकारहरूको जुन काम सञ्चालन छन् समयमै बजेट सकिने स्थितिमा छन्। अब यो केही दिन पहिले सकिने स्थिति थिएन, तर अहिले तपाईँको धेरै पालिकाहरूको बजेट 50% सकिसकेका छन्, केही बाँकी छन् र 24 गतेभित्र निश्चित यो बजेट सकिने स्थितिमा छन्। अर्को कुरो भ्रष्टाचारीको कुरा आयो। अख्तियारमा मुद्दा दिनु, सप्तरीको सबै पालिकामा, मेरै पालिकामा जुन पनि काम, कुनै कामको सम्झौता पनि भएको छैन तर अख्तियारको चिठी आइसकेका छन्। केही व्यक्तिको प्रवृत्ति, केही व्यक्तिहरूको प्रवृत्ति छन् कि विकासीय काममा, जुन पनि काममा भ्रष्टाचारी नै भइराखेको छ त्यसको लागि अख्तियारमा मुद्दा देऊ र त्यो मुद्दा खेप्छन्, मुद्दामा समस्या हुन्छन्। तर म तपाईँलाई जानकारी के गराउन चाहन्छु, जति मुद्दा पालिकाहरूमा परेका छन् त्यसका 2% मुद्दा, सबै मुद्दाको फाइल अख्तियारले हेर्ने काम गरिराखेका छन्। 2% पनि मुद्दाहरूमा समस्या आएको छैन। भ्रष्टाचार र अख्तियारको मुद्दा दुटै सँगसँगै छन्। भ्रष्टाचार भएको भए जति मुद्दा अख्तियारमा छन्, पालिका प्रमुखहरू, हाकिम साहबहरू, लेखाहरू, तपाईँको प्राविधिक सबै पर्नेवाला स्थितिमा थियो, तर यस्ता स्थिति छैन। भविष्य कुनै स्थिति यस्तो आएको छन्। त्यसकारणले सप्तरीमा केही व्यक्तिका प्रवृत्ति छन् कि काम हुने नहुने, सम्झौता हुने नहुने, परेशानी मात्र गर्ने मुद्दा दिने प्रथा भएको हुनाले यो मुद्दा बढ्दैछन्। तपाईँ आज हेर्नुहोस्, भ्रष्टाचारीको काम पनि हुन्छन्, कार्यशैली हुन्छन्, योजना ल्याउनुपर्छ भ्रष्टाचारी गर्ने योजना। धेरै पालिकाहरूले त्यस्ता योजना पनि ल्याएको छैन। त्यसकारणले भ्रष्टाचारी र अख्तियारको मुद्दा जति भए पनि साबित भएको छैन सप्तरीमा। हस्, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र यो सप्तरी विचार उत्सवमा हामी स्थानीय तहको अवसर र चुनौतीबारे कुराकानी गरिरहेछौँ र यो हाम्रो कार्यक्रमलाई अपन टिभीमा लाइभ देखिरहनुभएका दर्शक मित्रहरू, त्यसरी नै सामाजिक सञ्जाल युट्युब एवं फेसबुकबाट पनि निहालिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई हामी जानकारी गराउन चाहन्छौँ कि अबको केही छिन अझै हामी रहनेछौँ यहाँहरूको साथमा र अब हामी अन्त्यतिर आइपुगेका छौँ। एउटा प्रश्न हामी सुरुङ्गका प्रमुखलाई सोधिसकेपछि यहाँ दर्शक दीर्घाबाट केही प्रश्न दर्शक दीर्घाबाट नलिने हो। त्यसो भए ल तपाईँलाई अवसर दिन्छु, ल एकजनालाई अवसर दिन्छु। म एउटा संक्षिप्त उत्तर चाहिँ प्राप्त गर्न चाहन्छु र त्यो सुरुङ्गाबाट के तपाईँको कार्यशैली, तपाईँको पालिकाको काम कारबाही हेरेर तपाईँ आफै आत्ममूल्याङ्कन गरेर भन्नुहोस्, तपाईँको जनता खुसी छन्, सन्तुष्ट छन्? पक्कै पनि म पनि सन्तुष्ट छैन र उहाँहरू त सन्तुष्ट हुने कुरै छैन है। किनभने त्यसो भए के गर्नु पर्ला? जुन पहिलो एजेन्डा थियो पालिकाको आफ्नो भवन बन्नुपर्छ, त्यो बनिरहेछ। 81 सालभित्र हामी सर्छौँ
र जुन 15 बेडको अस्पताल थियो त्यो पनि हामीले 81 भित्र सम्पन्न गर्छौं, त्यो पनि गरिरहेछौं। र यहाँ मुद्दा किसानहरूको छ। किसानहरूलाई सिँचाइको व्यवस्था हुनुपर्छ, कृषि तार पोलको व्यवस्था हुनुपर्छ, त्यसमा हामी प्रयासरत छौं। किसानहरूलाई कृषि मिटरबाट उठ्ने शुल्कहरू चाहिँ हामीले मिनाहा गरेका छौं, छोरी बिमा गरेका छौं र सुत्केरी महिलाहरूलाई जो आफ्नो पालिकाभित्र सुत्केरी हुन्छ उनीहरूलाई एम्बुलेन्स सेवाहरू हामीले निशुल्क गरेका छौं। तर धेरै कुरा जुन संविधानले परिकल्पना गरेको छ तीन तहको हामी पनि समन्वय सहकार्य गरेर हिँड्नुपर्छ। एउटा उदाहरण दिन्छु, संक्षिप्तमा दिनुहोला। एकदम एउटा उदाहरण दिन्छु। मध्य प्रदेशले जुन चाहिँ ज्येष्ठ 15 गते सङ्घले बजेट ल्याउँछ, मध्य प्रदेशले विशेष बजेट र सम्पूरक बजेट मध्य प्रदेशले सङ्घलाई माग्नै बिर्सेछ। अन्य 6वटा प्रदेशहरूले अरबौं बजेट पाइसकेका छन् 81-82 को लागि, तर मध्य प्रदेशले सम्पूरक र विशेष बजेट माग्नै बिर्सेछ। जब मध्य प्रदेशले नै पाएन भने हामी स्थानीय त कहाँबाट पाउँछौं? हाम्रो पहुँच माथिसम्म छैन, हामीलाई बजेट कसले दिन्छ? यी कारणले पनि जनता असन्तुष्ट छ। अर्को कुरा, जुन समानीकरण बजेट हो, समानीकरण बजेट सरकारले 26% कटौती गरिसकेको छ। हामीले उपभोक्ता समिति गठन गरिसकेका छौं, टेन्डर लगाइसकेका छौं। अब अन्तिममा आएर भुक्तानी कहाँबाट दिने हामी? यो समन्वय माथिल्लो सरकारले गर्ने कि नगर्ने हामीसँग? हामीले एउटा योजना ल्याउँछौं, मध्य प्रदेशले पूर्वाधारको माध्यमबाट ढलानको योजना ल्यायो, तर मध्य प्रदेशको योजनामा तपाईको आरसीसी ढलान हुन्छ। हामीसँग त थोरै बजेट छ, हामीले थोरै बजेटमा धेरै काम गर्न चाहन्छौं। हामीले पीसीसी को एस्टिमेट गरेका हुन्छौं, त्यही सँगसँगै आरसीसी ढलान भइरा हुन्छ। अनि गाउँलेले के भन्छन्? मध्य प्रदेशको बजेटमा त डन्डी द्याके काम गरै छे, यी सब होइनगा गरै छे, यी सब पैसा सब खाइ छे। छोट्याउनु छ मेयर साहब। त्यसले गर्दाखेरि सन्तुष्ट त कसैले पनि कसैलाई गर्न सक्दैन। तर जुन मियाले प्रश्नहरू गर्नुभयो, सप्तरी चाहिँ कुनै चीजको अखाडा हो, त्यो चाहिँ हामी मान्दैनौं र त्यसलाई सच्याएर हामी अगाडि जानुपर्छ। र हिमाल र पहाडलाई हेर्नुहुन्छ भने एउटा पालिकामा एउटा वडादेखि अर्को वडामा जानलाई 3 दिनदेखि 4 दिन लाग्छ। हस् मेयर साहब, यो विषयवस्तुलाई छोट्याउँ, हामीसँग समय कम छ र हामी चाहिँ यो मञ्च भन्दा पनि हामी टेलिभिजनमा लाइभ छौँ, त्यहाँ समयको सेकेन्डको चाहिँ भ्यालु हुन्छ, हामी यसरी बुझौँ। र अब दर्शक दीर्घाबाट हाम्रो प्रश्न सोध्ने एकजना हुनुहुन्थ्यो, म उहाँको प्रश्न लिन चाहन्छु। र तपाईँ प्रश्न गर्दाखेरि आफ्नो नाम र प्रश्न कोलाई गर्नुहुन्छ उहाँसँग प्रश्न चाहिँ गर्नुहोला। माइक साथीहरू उहाँले दिनुहोला। धन्यवाद। उदको सक्छु। मेरो नाम सुबोध कुमार चौधरी र मेरो प्रश्न 2 जना अध्यक्षहरूलाई रहेको छ। सुरुङ्गा नगरपालिकाको अध्यक्षलाई यो प्रश्न जाँदैन, बाँकी 2वटा पालिकाका अध्यक्षलाई यो प्रश्न म गर्न चाहन्छु। प्रश्न के छ भन्दाखेरि तपाईहरुले कुराहरू राख्नु भएको छ कि पालिकालाई आत्मनिर्भर बनाउनुपर्छ। यो जिल्ला कृषिमा आधारित जिल्ला हो, कृषिमा एकदम धेरै योगदान रहेको छ यहाँका मानिसहरूको, र तपाईहरुले कृषिमा आत्मनिर्भर बनाउनको लागि के कस्तो कार्य गर्दै हुनुहुन्छ? र अर्को प्रश्न के छ भन्दाखेरि तपाईहरुले भन्नुभयो, एकजनाले भन्नुभयो, एकजना पालिकाको अध्यक्षले कि एनजिओले बिगारेको छ। हामीले पालिकामा बजेट माग्न जाँदाखेरि हाम्रो योजनाको लागि कृषिलाई अर्ग्यानिक बनाउँछौँ भन्दाखेरि उहाँहरूले हामीसँग घुस माग्नुहुन्छ, हामी दिन चाहँदैनौँ। अब त्यो दिन नचाहेको खण्डमा हामी विदेशबाट पैसा ल्याउने कि नल्याउने? हामी ल्याउँछौँ र आगामी दिनमा यदि तपाईहरू हामीलाई आफ्नो तर्फबाट कमिटमेन्ट दिनुहुन्छ कि हामी तपाईसँग घुस लिँदैनौँ, तपाईँ आउनुहोस् हाम्रो पालिकामा, हामी अर्ग्यानिक गर्नको लागि, पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि, किसानहरूलाई आर्थिक रूपमा सामाजिक रूपमा उनीहरूलाई इम्पावर गर्नको लागि, सशक्त बनाउनको लागि यदि हामीसँग समन्वय गर्न चाहनुहुन्छ भने तपाईँ आउनुहोस् भनेर त्यो किसिमको वाचा गर्नुभयो भने भोलिको दिनमा युवाहरू जो पनि छन्, जो स्टार्टअप गर्न चाहन्छन्, जो बिजनेस गर्न चाहन्छन्, उनीहरूको पनि मनोबल बढ्छ। के तपाईँहरू यसमा कमिटेड हुनुहुन्छ त? किनकि तपाईँहरूको कार्यकाल पनि अब लगभग 2-3 साल
मात्रै बाँकी छ र आगामी दिनमा तपाईँले बाटो पनि खोलिदिनु छ हामी युवाको लागि। हस्। हामी युवा भनेको युग भएको के छ तपाईँको योजना हस्। मलाई भनिदिनु होला। धन्यवाद। उहाँको प्रश्नको जिस्ट एउटा मलाई लाग्छ, हामीले प्रश्न उत्तर गरिरहँदा कृषि सम्बन्धमा हाम्रो रूपनी पालिकाका अध्यक्षज्यूले त्यसले स्पष्ट रूपमा चाहिँ भनिसक्नु भएको छ र एनजिओसँग सम्बन्धित भएकोले म खेमजीलाई यो विषयमा संक्षिप्तमा जवाब दिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सुबोध चौधरीजी, तपाईँको प्रश्न सही हो। अब मैले कृषि क्षेत्रमा के गरेँ भन्ने कुरा 2 मिनट तपाईँलाई भन्न गइरहेको छु। हामीले सुरुमै निर्वाचित हुने बित्तिकै हामीले सही किसान, असल किसानको पहिचान गरौँ, पहिचान गरेर किसानलाई कार्ड उपलब्ध गरौँ र त्यो कार्डबाट सही किसान जो खेतीपाती गर्छन्, अहिले त प्राय हाम्रो मधेसमा के छ भने जमिनदारहरूको खेती गर्ने भनेको तल्लो किसानहरू नै हुन्छन् र हामीले किसान कार्ड गरौँ र असल किसानलाई पेन्सनको पनि व्यवस्था गरौँ भने हामीले यसले पहिचान गर्ने क्रममा छौँ। सर्वप्रथम त्यो असली पहिचान भइसकेपछि उनीहरूलाई केही हदसम्म हामी पेन्सनको व्यवस्था केही जति सक्छौँ हामी पालिकाले त्यतिसम्म गर्ने पेन्सनको व्यवस्था गर्न खोजिरहेका छौँ। एउटा प्लान मेरो त्यो छ। अर्को कुरा के छ भने हामीले 2 वर्षको कार्यकालमा झन्डै 2 देखि 2.5 करोड बजेट कृषि क्षेत्रमा लगाएको छु। त्यो चाहिँ सिँचाइकै प्रबन्धको लागि लगाएका छौँ। 2 करोड छन्, झन्डै 2 करोड 48 लाख 2 वर्षमा मैले कृषि क्षेत्रमै बजेट हालेको छु, जुन कि एउटा सिँचाइ बोर्डिङको नाममा होस् अथवा विद्युतीकरण पोलको नाममा होस्, वायरिङको नाममा होस् अथवा बिउ बिजन, जुन किसान उन्नत जातका बिउ बिजन। अहिले हाम्रो पालिकामा मकैको बिउ फ्री अनुदानमा हामीले दिइरहेछौँ ताकि त्यहाँ खेतीहरू मकैको खेती भएर त्यो नगदे बालीको रूपमा अझै फस्टाउन् भनेर त्यो खेतीहरू यता हाम्रा सप्तरीमा भइरहेको छैन। त्यही भएर बेमौसमी खेतीहरूको लागि हामी अनुदान बिउ बिजनहरू दिइरहेछौँ। त्यहाँ अर्को कुरा के छ भने किसानलाई मल खादको जुन एउटा समस्या, यो समस्या राष्ट्रिय समस्या देखा परिरहेको छ, त्यो समस्या स्थानीय सरकारले चाहिँ हल गर्न सकिरहेको अवस्था छैन, या त सङ्घीय सरकारले नै हल गर्ने मल खादको एउटा समस्या किसानलाई देखा परेको छ। अर्को चाहिँ बिउ बिजनदेखि लिएर पकेट कार्यक्रम, धान बाली पकेट कार्यक्रम, सबै कार्यक्रमहरू हामीले निःशुल्क दिइरहेको अवस्था छ। एनजिओको सन्दर्भमा जवाब दिनु होला। र एनजिओको सम्बन्धमा मैले भन्न खोज्दाखेरि एनजिओको कार्य मैले यो अर्थमा भनेको कि हामीले बाहिरीमा डिपेन्ड पर्नु बानी हाम्रो बसिसकेको छ। हामीले आफै पौरखले काम गर्न सकिरहेका छैनौँ। कति दिनसम्म गुहार्ने विदेशी डोनर एजेन्सीलाई? हामी आफै मजबुत बनाऊ, आफै सक्षम बनाऊ, आफै आत्मनिर्भर बनाऊ भने मात्रै उद्देश्यले मैले एनजिओले बानी बिगार्ने काम नेपालीहरूलाई मात्रै गरेको भने शेषमा मैले मात्रै भनेको, त्यसलाई अन्यथा नलिँदैन पनि हार्दिक अनुरोध गर्दछु। हस्, यहाँहरू आफ्नो अमूल्य समय सप्तरी विचार उत्सवको यो सत्रको लागि उपलब्ध गराउनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद। आज हामी यो स्थानीय तहको चुनौती र अवसरको बारेमा चाहिँ छलफल गरेका छौँ र यसरी यहाँहरू आफ्नो अमूल्य समय दिएर हामीलाई, हाम्रो दर्शक दीर्घ र हाम्रो अनलाइन तथा टेलिभिजनबाट तपाईँहरूलाई सुनिरहनुभएका सम्पूर्ण साथीहरूले तपाईँहरूलाई चाहिँ सुन्नुभयो। मलाई लाग्छ आजको यो कार्यक्रमबाट यहाँहरू आफ्नो कुरामा प्रतिबद्ध भएर चुनौतीलाई चिर्दै स्थानीय तहको अवसरलाई उपयोग गर्नुहोला। यति भन्दै अहिलेको यो सत्रबाट म प्रस्तोता विनय कर्ण बिदा हुन्छु। हस्, सबैजनालाई धन्यवाद, नमस्कार, शुभ सन्ध्या। म 2 मिनट टाइम लिन चाहन्छु प्लिज। मैले 2 मिनट टाइम लिन चाहन्छु। हिजो यही मञ्चमा यहाँको टपिक हो सप्तरी विचार उत्सव। सप्तरी विचार उत्सव योभन्दा पहिले संस्थापकले मसँग गएर भेट्नु भएको थियो। मैले उहाँलाई भनिएको थिएँ सप्तरीलाई परिवर्तन गर्नुहोस्, सप्तरीको बारेमा अगाडि बढ्नुहोस्, म साथ छु। तर मैले हिजो के हेरेँ भने यही मञ्च हो, पालिका अध्यक्ष म पनि हुँ, यो कार्यक्रममा म आएँ। मैले हेरेँ पालिका अध्यक्षहरूलाई प्रमुख अतिथि बनाएर बसाएँ। तर मैले भने आयोजकलाई प्लिज सम्मान, प्रोटोकलको झगडा भइरहेको छ देशमा, मान्यलाई अगाडि ल्याउनुहोस्, पूर्व मन्त्रीलाई ल्याउनुहोस्। मैले भएर त्यहाँ बसेँ। तर मेरा 2 शब्द उद्घाटन सत्रमा बोल्न दिनु भएन, माइनस गरियो। किन गरियो त? यही हो सप्तरी विचार उत्सवको धारणा। एउटा कुरो थियो। अर्को कुरो, यो कार्यक्रममा यति लगानी छन्, सप्तरी परिवर्तन हुनुपर्छ,
सप्तरीमा विकासमुख हुनुपर्छ। सप्तरीका सबै व्यक्तित्वहरूको भावना विकास सन्मुख हुनुपर्छ। कसैले कसैप्रति काखा पाखा गर्नु हुँदैन। आजको यो कार्यक्रमले सङ्कल्प लिनुहोस्, आयोजक लगायत सबै महानुभाव र निश्चित परिवर्तनको लागि म साथ छु, साथ रहनेछु। मेरो उद्घोष हो। धन्यवाद। धन्यवाद दिनेश दाई। अब हामीले यो सप्तरी विचार उत्सव आयोजना गर्दा हाम्रो धारणा थियो सप्तरीलाई अगाडिमा राखेर सप्तरीको समस्या काठमाडौँलाई सुनाउने, सप्तरीको समस्या जनकपुरलाई सुनाउने। त्यसो भएर हामीले स्थानीय सरकारका प्रमुखहरूलाई ठाउँ दियो। यसलाई प्रोटोकलको रूपमा नलिदिनु होला। यद्यपि हजुरको सल्लाह सुझावलाई शिरोधार्य। हार्दिक धन्यवाद जेनिसाजी। धन्यवाद। हामी विचारको उत्सव मन्थनको